ल फाइनली चाहिँ मेरो साथी भ्लगर होइन आज मलाई भेट्नलाई धेरै टाढादेखि आउनु भएको छ मेरो दादा है। अनि उहाँ चाहिँ मेरो साथी, हामीहरू चाहिँ भर्खर समथिङ 1 month 2 month पछाडि चाहिँ हामी भइरहेको छ होइन। सिलपारामा गर्मी छ भाइको मौसमहरू, हामीहरू चाहिँ यता के भन्छ नेमाक सबतिर बसिरहेछौँ होइन। खुसी लाग्यो साथीहरू मलाई भेट्नले यति टाढादेखि यहाँसम्म आउनुभयो होइन। एकजना दाइले चाहिँ टाढो होइन, उहाँ चाहिँ त्यो शाकाहारी भन्छन् के भन्छन् होइन। हामी चाहिँ जिमहरू हान्दा छौँ बियरहरू, खुसी लाग्यो होइन। तपाईँहरूलाई यहाँको हल्का रमाइलो भएर एकछिन पछाडि आएर हामीहरू कुरा गर्छौँ। गाइज हामी सबैजनाहरू आइसक्यौँ है, रमाइलो गरेर केही ठाउँहरूमाथि एकदम हाम्रो अब घर हामीसँग छुट्टिएर है। अब म जाँदाखेरि फेरि आउनेछु हजुरहरूको भ्लगमाथि। एकदम खुसी लागिरहेछ आज 2 दिन पछाडि होइन गाइजहरू हाम्रो चाहिँ भेट भएको है। अब चाहिँ अब अन्तिम सेकेन्ड भन्नुपर्छ होइन। अब यस्तै हो, रमाइलो भइरहेछ भनौँ के अरे सबै साथीभाइहरू। अब खुसी लाग्यो, म नि एक्लै बोरिङ फिल गरिरहेको थिएँ। अब हामी जाँदैछौँ मेट्रो स्टेसनभित्र। चाहिँ अब टिकट काट्ने ठाउँ त्यहाँ हो एमआरटीको। अनि तपाईँहरूलाई नास्ता भोकसोक लाग्यो भने त्यता पाइन्छ। अनि यहाँदेखि चाहिँ माथि ट्रेन स्टेसन जाने ठाउँ, टिकट सिकट काट्नेहरू होइन। अब दाइहरूले चाहिँ आफ्नो भ्लगको लागि एउटा क्यामेरा लिने रे। वा खलनायक दाइ आउनुभयो त पछाडि त होइन। ठिक छ, म तपाईँलाई अगाडि गएर देखाउँछु नि त केही ठाउँहरू। ल फाइनली हामी चाहिँ अब सबैजना सपिङहरू गरेर निक्लिसक्यौँ होइन। उहाँ दाइ भाइ होइन, हामीहरू चाहिँ निक्लिसक्यौँ बाहिरतिर, हेर्न सक्नुहुन्छ। अब रात पर्ने बेला नि भइसक्यो है। अब हामीहरू चाहिँ निक्लिनु लाग्यो। सबैजनाले माया गरिदिनु होला, सेयर गरिदिनु होला होइन। यस्तै छ जिन्दगी भन्ने कुरा। आज चाहिँ हामीहरू टक्क बाहिरको काम चलिरहेको छ, त्यही कारण यहाँको ट्रेन देखाइदिनु। ट्रेन मेट्रो माथि ट्रेन चलिरहेछ, तल गाडीहरू हिँडिरहेछ। उहाँहरूको चाहिँ उता है गाउँ टाढा छ यहाँदेखि। उहाँहरूको गाउँ चाहिँ त्यहाँ बारीतिर बस्ने उहाँहरू। म चाहिँ यता बस्छु, हिमाल छ, पहाड छ। ल अब हामी सुत्ने बेला भइसक्यो। ओके बाई।